welcome to guys my new video of Minecraft series. Guys म खेल्छु Minecraft अहिले हाम्रो सर्भाइभल वर्ल्ड के चाहियो साला बनाउन मेरो आफ्नो हंगर बार कम छ गाइस मेरो हामीले बल्ल यो ठाउँ खोजेको अघि कति बेर भइसक्यो नभेटिएर हिँड्नु मलाई खाना चाहियो लिएर आइज है म चाहिँ खानाको तलासमा गएको गाइस मलाई Hello, how are you? I am under the water. Please help me. Here too much raining. यस्तो हालत छ कसले खाना दिदैन जंगल त कत्रो छ घना जंगल आइज है मैले बनाइसके मेरो लागि मैले बनाए मेरो लागि डटलाई फलो गर्न म त्यही छु चल त 2 सेकेन्डमा मतिर आउन सक्छस् ए मलाई खाना चाहियो एकपल्ट अब एकपल्ट मर्यो भने सकियो है खोइ मलाई मारेर ल्याइदिए त ओ मलाई दे त्यो खाना मेरो इत्री छ हंगरबार ए यतिकै काचो खाइ बाप बाप होता है दिम तेरो फर्नेस मार मार लु म फर्नेस बनाउँछु रे पक्न स्टोन माइन गर्नुपर्छ आफ्नै भर्खर मेरो कस्तो कुर्सीले हातमै लाग्यो आया गाइज म माइन गर्दैछु सब तपाईले पनि देख्नु भइरहेछ क्राफ्टिङ टेबल राखे त हामीलाई बेड पनि चाहिन्छ सुत्ने कोल कोल छ हाल मैले वुड हालेको छु रे नो वुड 9 वुड छिटो पकान त चाहिँ यता हालेर ल चिकन त खा पोर्चप कुक्ड पोर्चप लो कत्रो हंगर बार बर यार मेरो एउटा खाएको 6 वटा बरो कि कति वटा बरो 3 त्यो 4 खाए 4 ल यो लास्ट मेरो टु 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 तोडा सुत पावाका ओ जम्बी मारी त दियो साला पानीमा स्पोन भयो म त मार्दै दिए तेरो 2 एचपी मर्दैन फेरि त छोड्दे ओ जम्बी मतिर आयो गाइस तर मसँग तलवार छ यार म मार्न सक्छु गाइस म बिगिनर हो अनि म आए एकछिन पर्खी चिलेम्सले जम्बी पक म बदला तिर्न आउँदैछु म बदला तिर्न आउँछु म आउँछु म पानी भित्र स्पन गर्दिरहेको थिएँ कहाँ गयो जम्बी ओ क्रिपर आयो ओइ साला पछाडिबाट 2टा जम्बी आयो यार ओए म त मरेर बाँचेको भाइ भर्खर कहाँ गयो भाइ ड्राउन जम्बी कसम भनेको मलाई यहाँ केही देखिएको छैन तर ड्राउन जम्बी तर मेरो अघि त्यही ड्राउन ओइ पक्का छेसोइ आइज न भाइ ड्राउन जम्बी आइहाल्छ सर त पानी भित्र छेस रुक म मेरो ब्रह्मास्त्र त हैन
एकछिन ल म यो ब्राइटनेस अलिक बढाउनु पर्यो त कहाँ गएको यार तमुला कहाँ गएको ओए 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 भाग यो हरियोमा हिँड्नु हरियोमा मलाई मलाई सामान थाहा छ कहाँ कहाँ छ म त रोटन फ्लेस खाइदिएँ यार ओ स्पाइडर ओ मकडा मुकडी सब छ ओ क्रिपर चाहिन्छ ओ क्रिपर ओए ओ त क्रिपर छ म कहाँ गएँ भाग ओए म पानीभित्र आएको छु यार मर्दै मर्दै हामी सँगै स्पन हुन्छौँ मर्दै मर्दैन मर्दै उसला मरिस गाइस अब हेरौँ ल हामी अघिदेखिको यहाँ लुकेको लुकै छौँ यार अहिलेसम्म भइरहेछ गाइस कति बेर भइसक्यो डे नै बल्ल भयो यार गाइस डे किन खन्नु आइज छिटो साला जम्बी आयो मेरो पछाडि साला जम्बी आयो साला जम्बी आइरहेछ आइज छिटो ओए साला जम्बी आयो के आयो हिँड्नु है अघिको ठाउँमा आइज मेरो पछाडि फलो गर हिरो ब्राइन आइज ओए मलाई साला स्केलिटनले हानेको हानेछ भाग ओए पान्डा ओए मोटु पान्डा भाग क्रिपरलाई मार्न ऊ त चाहिन्छ हामीलाई क्रिपरको त्यो गुहरू चाहिन्छ मार मार ओ सिपलाई हामीलाई छिट्टै भिलेज खोज्ने बेला भएको छ यार ओए त मेरो पछाडि आइज है आउँदै गर फर्नेस मसँग छ सिड छ सिड म कलेक्ट गर्ने ट्राई गर्दैछु पर्खेँ एउटा चाहिँ छ पख म तोतालाई मार्छु छोड्दै भागो तोता नलाइ न छिटो आइज न ओ भोलि मेन हन्टको बनाउने तर भोलि त जान्छस् नि साँच्ची ओए मैले सिड छ कहाँ छ तोता ओ सुँगुर खोइ जाने पिग तोता टेम गर्ने कस्तो भनेको कुल भेटिस् भने चाहिँ भने टर्च बनाउन भागु त म स्कुलै हाल्नुपर्ने हो मैले खाना बनाइसकेँ खाइ पनि सकेँ यस्तै स्कुल आउँदैछ नि भाइ छिटो आइज है कहाँ छस् सिधा भाग्छस् जा मुनि जा यतिखेर फ्रेन्डली फायर अन नगरेको भए नि ए फ्रेन्डली फायर त्यो त अफ नगरेको भए नि तर म मार्थेँ
ओ जङ्गलदेखि हामी बल्ल प्लेन ठाउँमा आयौँ यार थोरै आज हामी बल्ल प्लेन ठाउँमा आयौँ फारल्यान्ड देखाइदिएको भए ओए कत्रो ठुलो पहाड देखिएको छ चट्टान है चट्टान उ चढ्ने ओ पम्पकिन ओ भिलेज बेटे ओ भिलेज बेटे मोतिर आइज कि मेरो स्क्रिन हैन मेरो स्क्रिन ऊ कतापट्टि फर्के म आइहाले भिलेज बेटे यार मेरो हङ्गरबाट ठ्याक्कै लो छ कि हो नसो छ बे ह हो नै होला हो ब्ल्याकस्मिथ भेटिस पक म आएँ ओ घरभित्र सिक्रेट रुम बनाउँछ यार म त ए लेबरको आर्मर रहेछ केही राम्रो भेटिनस् ओ मलाई वुडहरू दे त सब तसँग जति छ म तेरो मेरो लागि शिल्ड बनाउँछु दे वुड सब दे म सुँगुर मार्छु 12 वुड अझै जा वुडहरू कलेक्ट गर म सुँगुर मार्छु त बुङ्गुर मार्न ओ छोड त म दुईटा सुँगुर कलेक्ट गर्छु अनि त्यसको बिच इला ओ तेरो लागि शिल्ड म दुईटा ओ पर्खि म दुईटा सुँगुर बनाउँछु हैन अनि दुईटा ऊ सुँगुर ऊ ऊ दुईटा सुँगुर बिच गराउँछु ओए अब एउटा सुँगुर मेरो छोड दे ह के ह के हैन दुईटा सुँगुरबाट उयो म अझै धेरै सुँगुर बनाउँछु कि त्यसको लागि म एउटा गाईको घर चोरिदिन्छु गरिस मसँग अझै एउटा आइरन रह्यो रे आइज ए पानी फिलो गर्दै आइज न बे अझै आइरन गोलम बनाउनु लु आइज नहान्न किन खेदाएको भाइ आइज ए मुला हामीसँग एउटा सुँगुर गयो भने के अर्को सुँगुर त छ नि त आयो आइज जा ओ ढोकालाई नि त्यसको टाउको बाहिर निस्क्यो टेक्नो ब्लेड ओए छोटे यसलाई बोडा पार्न ओए छोटे पर्खि म खुवाउँदैछु यहाँ जा गाइज अब जब म माइनक्राफ्टको भिडियो म्यान हन्ट भिडियो ल्याउँछु नि गाइज त्यतिखेर म नि लाइक ट्रोल गर्छु हिरो ब्रेन बनेर गाइज त्यो ट्रोलमा मजा चाहिँ आउँछ है हाम्रो त्यो यो भिडियोलाई सपोर्ट गर्नु अनि त्यतिखेर हामी त्यो भिडियो बनाउँछौँ म्यान हन्टको गाइज ओइ सुन न तर म एउटै घरमा बस्ने यसको माथिको तलामा म माथि बस्छु त तल बस्न त होइन तर म माथिको तलामा बस्छु न त एउटा बेड म एउटा बेडमा ल जा मेरो त बेड यतै छ म बेड लिएर आइहालेँ छिटो सुत आइजाऊ माइनिङ गर्न दि नेक्स्ट डे ए सेफ गयो भाडमा आइज छिटो ओ कोल भेटे कोल गर्दैछु जबसम्म आइरन भेटिँदैन यो भिडियो सकिँदैन बुझिस् ओए जसरी भए पनि स्पाइडरको उ त चाहिन्छ है बो बनाउन तीनटा कि कतिवटा चाहिन्थ्यो साला कोलको भण्डार छ यार यता त्यो त मलाई पनि थाहा छ नि मलाई के थाहा देश अघि चाहिँ मजा आयो नि जङ्गलमा घोडा टेम गर्न के चाहिन्छ होला मैले बिर्सिएँ नि त्यस्तो होइन हौ खोइ के चाहिन्छ स्याडल चाहिन्छ स्याडल साँच्ची घोडा टेम हुँदैन यता हजारवटा कोल छ यार कति माइन गर्नु आइज त माइन गर मेरो वुड सक्यो मेरो पिक्याक्स भाँचिन आँटिसक्यो खान त आलु त्यही के खोजेको त क्यारेट
ओए क्राफ्टिङ टेबल बनाउन छ नि अँ मलाई एकदिन हाम्रो घरमा छोडिदिएको हो भने चाहिँ क्राफ्टिङ टेबल घरमा छोड साले यता हजारवटा कोल छ म पनि ए हेर त मैले कतिवटा के छोडिदिएँ अब सकियो माइनिङ गरिहालेँ म पनि आएँ हेर साले यति सब थियो नि यति सब कोल थियो यता भरि जति थियो नि कति कोल भयो 24 कोल भइसक्यो अँ बाहिर म खाना मलाई स्पाइडर विङ दे स्पाइडरको त्यो जाली इला स्ट्रिङ दे 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 क्राफ्टिङ टेबल दे त क्राफ्टिङ टेबल दे न मलाई तँलाई बो बनाउन के चाहिन्छ हेर्छु बो बनाउनको लागि डन्डी चाहिन्छ जो कि मसँग पर्याप्त रूपमा छैन ओए डन्डी अब एउटा स्ट्रिङ र दुईटा त्यो विङ म डन्डी दिएको त अहिले ओए एकछिन न चाहिरहेको इला ओइ म खानाहरू तताउँछु रे छोड्दे ओए खानाको काम नै हो छोडेर त म फर्नेस हाम्रो घरमा राख्छु ल ओइ म सिक्रेट रुम बनाम हाम्रो घरको मुनि सिक्रेट रुम बनाइदियो हुन्छ कि यसो गर त सिक्रेट रुम बनाउने काम गर म फुडको तयारी गर्ने काम गर्छु हुन्छ त मलाई सब कबल स्टोन मलाई दे त मसँग कबलस्टोन जा कबल स्टोन माइन गर त हिँड्नु कबल स्टोन माइन गर्न उयो दिएन त के दुईटाको के भन्छ आइरन होइन के भन्छ स्टोन पिकेक्स छ सला वुडन पिकेक्स चाहिँ छ चाहिन्छ है 64 अँध्यारोमा म केही पनि देखिरहेको छु मतिर आइज न त माइन गर्न त्यही मात्रै ठाउँ छैन त यता पनि छ आइज त मतिर साला फेरि कोल भेट्यो यार 11 वटा पनि खान्छ कबलस्टोन ए म कोल माइन गर्दिनँ यार अल्छी लाग्यो कोलमा नगर न कोल यतिकै छोडिदे कहाँनिर त जम्बी कस्तो भनेको मारिदिनु भाइ बाहिर निस्कि स्पाइडरले चाहिँ माग्न मार्न यही कहीँ छ क्या कराउरै छ त्यो गाई कराएको अघि साला मेरो भाँची हो रे तसँग दुईटा छ होला तलवार होइन यो पिकाक्स दे साला आधी भाँचेको दिन्छ मेरो पनि भाँची नहालेको नि त 64 है 64 सर्ट पनि चाहियो भनेको भने क्राफ्टिङ टेबल त मैसँग म तँलाई त दिएको थिएँ एकछिन म हेर्छु गाइस बल्ल हामीले हाम्रो सिक्रेट बेस बनायौँ यार यत्रो टाइम लाग्यो बनाउन 1 घन्टै त लागेन कति घन्टा चाहिँ लाग्यो है भाइ सुट अझै के बनाउनु छ ओए हामीलाई सुत्न आइज सुतिस होइन Night will skip when one player sleeping through the night. बिहान भयो भयो गुड मर्निङ म खाना देन यार भएको दिनु साला फर्नेसको खाइस छैन कति त्यहाँनिर हेभी छ म यति धेरै ब्रेड बनाउँछु सारा सबै हेभी चोरेर राख्छु गाइस मलाई लाग्छ यो भिडियोलाई यतिखेर एन्ड गरौँ होला धेरै टाइम भइसक्यो यता चाहिँ धेरै टाइम भयो तपाईँको लागि त 1 सेकेन्डमै हुन्छ ल गाइस म यो भिडियो एन्ड गरेको थिएँ एभ्रिवान बाई बाई